थियो अब आफ्नै गल्तीले निप्न दिनु हुँदैन, अब आफ्नै गल्तीले निप्न दिनु हुँदैन। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु जुनियर विशिष्टले आयोजना गरेको यस लोकगीत कला प्रतियोगिता कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिगण, निष्पक्ष निर्वाचन गुरुवर तथा प्रतिस्पर्धी साथीहरूमा म बाडेका मावि लौगाई छात्रा प्रतिष्ठा भण्डारीको तर्फबाट स्वीकार होस् न्यानो अभिवादन। आजको यस लोकगीत कला प्रतियोगिता कार्यक्रममा भाग लिने अवसर पाएकोमा आफूलाई अत्यन्तै भाग्यमानी ठानेकी छु र आयोजकको धन्यवाद दिन चाहन्छु। यस लोकगीत कलाको शीर्षक रहेको छ गणतन्त्र अधिकार मात्र होइन कर्तव्य पनि हो। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। यस श्लोकले सबैको सुख, शान्ति, समृद्धि र समानताको कामना गर्छ, जुन गणतन्त्रको मूल भावना हो। अब म गणतन्त्रको परिभाषा दिन चाहन्छु। गणतन्त्र भन्नाले जनताद्वारा जनताका लागि जनताका हितमा सञ्चालन हुने शासन व्यवस्था हो। यस व्यवस्थामा राज्यको सर्वस्व शक्ति जनताको हातमा निहित हुन्छ र जनताले आफ्नो प्रतिनिधि ठानेर शासन सञ्चालन गर्छन्। अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कनले गणतन्त्रलाई यसरी व्याख्या गरेका छन्: डेमोक्रेसी इज द गभर्नमेन्ट अफ द पिपुल बाइ द पिपुल फर द पिपुल। अर्थात् जनताद्वारा गरिने जनताका लागि हुने शासन एक गणतन्त्र हो। नागरिकका हैसियतमा कुनै पनि व्यक्तिले राष्ट्रबाट प्राप्त गर्ने अधिकारलाई नागरिक अधिकार भनिन्छ भने कुनै पनि नागरिकले राष्ट्रपति निर्वाह गर्नुपर्ने भूमिकालाई नागरिक कर्तव्य भनिन्छ। नेपालको संविधानको 72 भाग 3 धारा 16 देखि 46 सम्म मौलिक अधिकारको उल्लेख छ भने धारा 48 मा नागरिक कर्तव्यको व्यवस्था गरिएको छ। अधिकार र कर्तव्य एक सिक्काका दुई पाताहरू हुन्। अधिकार राष्ट्रका लागि र कर्तव्य राष्ट्रका लागि समर्पित हुन्छ। जब नागरिकले अधिकार प्राप्त गर्दछन् तब तिनीहरू राष्ट्रको लागि कर्तव्यको भागीदारी हुन्छन्। श्रोतागण महोदय, आज हामी स्वतन्त्र रूपमा बोल्न, लेख्न, पढ्न, आफ्नो विचार व्यक्त गर्न पाएका छौँ। यो सबै गणतन्त्रको देन हो। हामीले आफ्नो अधिकारको प्रयोग गर्न पाएका छौँ, यो पनि गणतन्त्रको उपलब्धि हो। हिजोका निकाला जाति र निरङ्कुश राजकालीन र पञ्चायती शासनका विरुद्ध आफ्नो ज्यानको आहुति दिने ती वीर योद्धाप्रति सच्चा श्रद्धासुमन व्यक्त गर्दछु। विक्रम सम्वत 2007 सालको प्रजातान्त्रिक आन्दोलन, विक्रम सम्वत 2046 सालको जनआन्दोलन र विक्रम सम्वत 2062 र 63 सालको दोस्रो जनआन्दोलनले देशमा ठुलो राजनैतिक परिवर्तन ल्यायो। हजारौं नेपालीहरूले स्वतन्त्रताको लागि ज्यानको बलिदान दिए। त्यसैले हामीले कहिले बिर्सनुहुन्न ती शहीदको सपना, ती शहीदको सङ्घर्ष र ती शहीदले देखाएको बाटो। श्रोतागण महोदय, गणतन्त्र केवल अधिकारको माग गर्ने प्रणाली होइन, यो जिम्मेवारी वहन गर्ने व्यवस्था पनि हो। आज हामी स्वतन्त्र छौँ, बोल्न सक्छौँ, लेख्न सक्छौँ, पढ्न सक्छौँ, सङ्घ सङ्गठन खोल्न सक्छौँ, सङ्घ सङ्गठन मार्फत आफ्नो माग गर्न देखाउन सक्छौँ। यी अधिकार प्राप्त गर्दा गर्दै र राज्य तथा अधिकारको लागि लड्दै गर्दा के हामीले आफ्नो कर्तव्य आफ्नो ठाउँमा आफ्नो तर्फबाट पुरा गरिरहेका छौँ त? हामीले देख्ने गर्छौँ अधिकारको नाममा सडकदेखि सदनसम्म सरकार भाषण गाउँदै गर्दा राज्यप्रति नागरिकको तर्फबाट गर्नुपर्ने न्यूनतम कर्तव्य पुरा भइरहेका हुँदैनन्। सभापति महोदय, आज हामी भनिरहेका छौँ सरकारले केही काम गरेन, के हामीले हाम्रो देशको लागि केही योगदान गर्यौँ त? त्यतातर्फ मैले सोच्यौँ हामी गर्छौँ भ्रष्टाचार बढ्यो, के हामी आफू साँच्चै इमान्दार छौँ त? एकपटक छातीमा हात राखेर सोच्ने बेला आएको छ। होस दिने दिने रोइ राष्ट्रका सदन भनेर राष्ट्र निर्माता पृथ्वी नारायण शाहले भन्नुभएको होइन र? हामी आफ्नो नियमको पालना गर्दैनौँ अनि न्यायको माग गरिरहन्छौँ। सभापति महोदय, देश त केवल सरकारबाट बन्दैन, त्यसको जिम्मेवारी नागरिकबाट बन्छ। यदि नागरिक जिम्मेवार भयो भने देशको समृद्धि सम्भव छ, देशको विकास सम्भव छ। गणतन्त्र कसैबाट ठुलो शक्ति नै त्यो देशको जनता हो। यदि नागरिक जिम्मेवारबाट टाढा भयो भने गणतन्त्रको जग नै कमजोर हुन्छ। गणतन्त्र सफल हुन तीन कुरा आवश्यक छ: जागरुकता, सहभागिता र जिम्मेवारी। अब हामी जिम्मेवार नागरिक पनि देशको विकासमा सक्रिय सहभागी हुनुपर्छ, होइन भने बलिदानी रूपबाट प्राप्त भएको गणतन्त्र सङ्कटमा पर्न सक्छ। सभापति महोदय, गणतन्त्र एउटा सुन्दर वृक्ष छ। बाहिरी हाँगा पातहरू अधिकार र जराहरूलाई कर्तव्यसँग तुलना गर्न सकिन्छ। अबका दिनमा हामीले हाम्रो राष्ट्रबाट के पायौँ भन्दा पनि हामीले हाम्रो राष्ट्रको लागि के दिन सक्यौँ भन्ने भावबाट अघि बढ्यो भने बलियो गणतन्त्र स्थापित गर्न सकिन्छ। यदि नागरिकले आफ्नो कर्तव्य इमान्दारीपूर्वक पुरा गर्यो भने भ्रष्टाचार आफै अन्त्य हुन्छ, अन्याय आफै घट्छ र देशले विकासको गतितिर पुग्छ। अन्त्यमा म के भन्न चाहन्छु भने गणतन्त्रमा सार्वभौमता जनतामा निहित हुन्छ। जनताले आफ्नो शक्तिको प्रयोग निर्वाचनको माध्यमबाट गर्छ। त्यसैले निर्वाचन गणतन्त्रको आधार स्तम्भ हो। आउँदै गरेको फागुन 21 को निर्वाचनमा मत हाल्न पाउनु प्रत्येक नागरिकको कर्तव्य हो भने यी अधिकारको प्रयोग गरिरहँदा राम्रो पार्टी सक्षम नेतालाई भोट हाल्न पाउनु कर्तव्य हो। यसरी अधिकार र कर्तव्यले गणतन्त्रको मामला पुरा गर्दछ भन्दै यहाँ उपस्थित सबैमा गणतन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त
गर्ने यस मञ्चबाट ओजेल पार्न चाहन्छु। हस्त धन्यवाद।